यस सर, हामी आइसकेको छौँ यता यहाँ उल्लाइसकेको छ सम्झनलाई। हाँसो लाग्यो मलाई। ल गाइस हामी गाउँसी चोकमा आइसकेको छौँ। ल गाउँसी चोकमा चाहिँ कोही खेल्ने जस्तो छ। अनि खेलिरहेछन्। हाम्रो अङ्कलहरू हुनुहुन्छ र अरे हाम्रो काले रहेछ त्यसले गर्दा भिडियो फेरि हामी यता आइसकेको छौँ। हामी चाहिँ आगोतिर आइसकेको छौँ। यहाँ होली चाहिँ गाइस धेरै भइसकेको छ होली। अब हामी होलीमा खेल्ने हो भोलि। ओके अगाडि गइसक्नु भएको छ। यहाँ बच्चाहरू के गर्दैछन् गाइजहरू हेरौँ है त। बच्चाहरू यहाँ यस्तै बच्चाहरू होली खेलिरहेको छन्। होली खेलिरहेको छन्। आफ्नो मुख देखाएर हेरिरहेको छ। हाम्रो यहाँ गर्दा अहिले परेको छ। बाख्राहरूलाई चाहिँ के छ बाख्राहरूलाई चाहिँ अलि होली नलागे जस्तो लाग्यो गाइज। What do you think guys? So much beautiful background. Uncle is looking at me. I don't know why. Let's go man. अगाडिबाट को आयो भन्दाखेरिमा गाइज हामी यो बेल्डियाको अर्को पुलतिर आइसकेको छौँ। धरानी चोक रहेछ नाम यसको चाहिँ। ठुलो छ गाह्रो छ। यहाँ गाइजहरू आइसक्नु भएको छ। ओहो धुलो पिरो गाह्रो छ है गाह्रो गाइजहरू। धुलो नेपाल यस्तै छ बाटो। ओमकार दाइले चलाउनु भयो बाइक। र यहाँको नजारा चाहिँ यस्तो छ गाइज है। यस्तो छ है यहाँ है यस्तो छ। र पुलको नाम हेर्न सक्नुहुन्छ के होला।